झरी पर्यो भने घरभित्र पानी चुहिएला भन्ने डरले 6 वर्षीय बालक सुमनले छानोमाथि टिनका पाताहरूलाई ढुङ्गाले च्याप्दैछन्। सुमनका बुवा वर्षौंदेखि भारतमा छन्। उनले परिवारलाई वास्ता गर्दैनन्। 3वटा श्रीमतीले छोडेर गइसके। अहिले यी बालक हजुरआमाको सहारामा बाँचिरहेका छन्। पानी परा ला भएर टिन चाप्न लाको। छानोमाथि नातिले टिनका पाताहरू मिलाउँदैछ। बाहिर बुढी हजुरआमा आगो बाल्दै खाना पकाउँदैछिन्। त्यतिकैमा आकाश गर्जिन्छ र पानी पर्न सुरु गर्छ। म पनि उठाइदिन्छु है। अब पानी पर्यो, हामी आउँदा आउँदै पानी पर्यो। अब ओत लाग्ने ठाउँ भित्र अब यो ओत यो घरले यो छानोले यो पानीलाई फेक्न सक्दैन। तिमी सुत्ने यही हो? कहाँ सुत्छौ तिमी? भुइँमा आमा खाटमा। तिमी भुइँमा सुत्छौ?